हेलो साथीहरु, अहिले म चाहिँ फेसबुकमा लाइभ रिल बनाउने बारे भन्न गइरहेको छु। यसको लागि चाहिँ पहिला चाहिँ फेसबुकको होम पेज ओपन गर्नुपर्ने हुन्छ र फेसबुकको होम ओपन गरेपछि फेसबुकको यो होम तलतिर चाहिँ प्रोफाइल पिक्चर छ नि हो, यहाँ चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्नुस्। यो क्लिक गरेपछि यो आउँछ, यो पेज आउँछ। यो पेज आएपछि यहाँ रिल देखेको छ, लाइभ देखेको छ। यो रिलमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यो रिलमा क्लिक गर्नुहोस् र यो क्लिक गरिसके पछाडि यो पेज आउँछ। यो पेजमा चाहिँ माथि क्यामेरा छ हैन, क्यामेरामा चाहिँ क्लिक गर्नुपर्छ र क्यामेरामा क्लिक गरिसकेपछि यस्तो आउँछ। यसमा चाहिँ माथि सुरुमा एड म्युजिक छ। एड म्युजिकमा चाहिँ क्लिक गर्नुपर्छ र क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यस्तो आउँछ। यो सर्च बक्समा हेर्नुहोस्, तपाईलाई मन परेको आर्टिस्टको नाम छान्नुहोस्, कुन आर्टिस्टको गीत मनपर्छ अथवा गीतको बोल लेख्नुहोस् हैन, त्यो निस्किन्छ। निस्किसकेपछि चाहिँ त्यसलाई चाहिँ चुज गर्नु पर्ने हुन्छ। चुज गरेपछि चाहिँ यस्तो आउँछ। जस्तो मैले चुङ्गा दोभान गीत चुज गरेर यो आयो। यो आइसके पछाडि चाहिँ तपाईले के गर्नुपर्छ भन्दाखेरि अब यस पछाडि चाहिँ यो तल रातो छ नि भिडियोको आइकन देखाएको, यो भिडियोको आइकनमा चाहिँ क्लिक गर्नुपर्छ। यो भिडियोमा क्लिक गरिसके पछाडि चाहिँ गीत बज्न थाल्छ र तपाईले भिडियो गर्नुपर्ने हुन्छ।